हामी खेल प्रारम्भ गर्ने चरणमा नमस्कार साथीहरु सबैजनालाई। गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि तथा औद्योगिक व्यापार मेला 8औं बागलुङ महोत्सव 2082 को फाइनल भलिबल म्याच गलकोट नगरपालिका र समिट होटल बीच सञ्चालन हुन गइरहेको छ। हेरौं कसले प्रथम स्थान हासिल गर्न सफल हुन्छ। तपाईलाई लामो समय कुर्ने फुर्सद छैन हामीसँग। समय एकदमै घर्किसकेको छ। आजको खेललाई पहिलो रेफ्रीको रूपमा खेल सञ्चालन गर्दै हुनुहुन्छ भलिबल रेफ्री प्रादेशिक भलिबल रेफ्री किशोर थापा थन्जालज्यू। त्यसैगरी दोस्रो रेफ्रीको रूपमा हुनुहुन्छ प्रादेशिक रेफ्री कमल थापा मगरज्यू। स्कोररमा हुनुहुन्छ भलिबल रेफ्री प्रादेशिक भलिबल रेफ्री आशिष थापा मगर। त्यसैगरी असिस्टेन्ट स्कोररमा हुनुहुन्छ इन्दिरा पुन मगर। त्यसैगरी लाइन जजको रूपमा निक्सन श्रीष मगर र नवीन घरती मगरले हामीलाई सहयोग गरिरहनु भएको छ। साथीहरु खेल सकेको छ। खेल सञ्चालन भएको छ। गलकोटको लागि सञ्जु विक्रम शाहको उत्कृष्ट स्पाइकसँगै यो पहिलो सेटको अङ्कको खाता खोल्न सफल भएको छ। फाइनलमा होटल समिट बागलुङले पहिलो अङ्क जोडिएको छ होटल समिटको खातामा। लगत्तै अङ्क जोड्न सफल भएको छ गलकोट नगरपालिका। सर्भिसमा जर्सी नम्बर 7 अशोक सुनार। सञ्जु विक्रम शाहको उत्कृष्ट स्पाइक अङ्क जोड्न सफल होटल समिट बागलुङका लागि। सञ्जु विक्रम शाह गण्डकी प्रदेश भलिबल टिमको टिम क्याप्टेन पनि हुनुहुन्छ। सर्भिसमा सञ्जु विक्रम शाह। यतिखेर भने सर्भिस बल भलिबल कोर्टभन्दा बाहिर गएको छ। अङ्क थप्न सफल भएको छ गलकोट नगरपालिका। गलकोट नगरपालिकाको 2 होटल समिटको 2 दुवै पक्षको अङ्क 2-2 बराबरी रहेको छ। यतिखेर भने सर्भिसमा विश्वास अधिकारी। आदरणीय दर्शक महानुभावहरू, मैले यस अगाडि पनि यहाँलाई अनुरोध गरेको थिएँ। गण्डकी प्रदेशका क्विक स्पाइकर आज मेरो डेन्टलबाट जर्सी नम्बर 1 मा भलिबल खेल्नुभएका खेलाडी हिमाल सुनारीज्यू। बराबरमा रहेको 6 नम्बर हिमाल सुनारीज्यू भलिबलको खेलतर्फबाट उहाँ नोमिनेट हुनुभएको छ एनएसजीएफ पल्सर स्पोर्ट अवार्ड 2082 मा। हिमाल सुनारीलाई भोट गर्नका लागि यहाँले खल्ती एप डाउनलोड गरी 100 कोड नम्बर 100 मा भोटिङ गर्न सक्नुहुनेछ। त्यसैगरी एनएसजीएफ पल्सर स्पोर्ट अवार्डको फेसबुक पेजमा हिमाल सुनारीको तस्बिरलाई लाइक र सेयर गरेर पनि यहाँले भोट गर्न सक्नुहुनेछ। यो स्पोर्ट्स अवार्ड पब्लिक चोइस स्पोर्ट अवार्ड हिमाल सुनारीलाई दिलाउनका लागि यहाँले भोटिङ गर्नका लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। यतिखेर पनि अङ्क गलकोटको पक्षमा गएको छ। 5 दिनको अवस्था छ अङ्क। केही उत्कृष्ट स्पाइक प्रहार गर्दै अङ्क जोड्न सफल हुनुभएको छ होटल समिटका लागि। 4-5 हो
फेरि पनि अङ्क गलकोट नगरपालिकाको पक्षमा गएको छ। अङ्क 6-4 को स्थितिमा रहेको छ। सर्भिसमा जर्सी नम्बर 4 अफसोस शाही। यतिखेर इन्द्र विकेको उत्कृष्ट स्ट्राइक अङ्क जोड्न सफल हुनुभएको छ आफ्नो टिमका लागि। अङ्क भएको छ 5-6। सर्भिसमा जर्सी नम्बर 8 रहनु भएको छ सन्तोष विक। यतिखेर भने प्लेसिङ बल भलिबल कोर्टभन्दा बाहिरिएको छ। अङ्क जोड्न सफल भएको छ होटल समिट बागलुङ। अङ्क 6 बराबर छ दुवै पक्षको। सूर्य विकेको आउटसाइड हिट भलिबल कोर्टभन्दा बाहिर गएको छ। अङ्क जोड्न सफल भएको छ होटल समिट बागलुङ। समिट बागलुङको 7 गलकोटको 6। सन्तोष विका सर्भिसमा 7-6। सन्जु विक्रम शाहको टेक्निकल स्पाइक अङ्क जोड्न सफल भएको छ होटल समिट। अङ्कलाई 8 पुर्याएको छ। 8-6 समिट होटलको 8 गलकोट नगरपालिकाको 6। निकै नै उत्कृष्ट स्पाइक प्रहार गर्दै अङ्क जोड्न सफल हुनुभएको छ अफसोस शाही गलकोट नगरपालिकाका लागि। अङ्क थपिएको छ 7-8 को स्थितिमा छ अङ्क। यतिखेर सर्भिसमा डिप्सन शाही। सन्जु विक्रम शाहको स्पाइक ब्लक आउट भएको छ। अङ्क जोड्न सफल भएको छ होटल समिट बागलुङ। होटल समिटको अङ्कमा 1 अङ्क थपिएर 9 पुगेको छ। 9-8 को स्थितिमा अङ्क छ। सर्भिसमा इन्द्र विक। यतिखेर भने अशोक सुनारको स्पाइक अङ्क गलकोट नगरपालिकालाई 8-9। सर्भिसमा बलराम गुरुङ। सन्जु विक्रम शाहको स्पाइक भलिबल कोर्टभन्दा बाहिरिएको छ। अङ्क थप्न सफल भएको छ गलकोट नगरपालिका। दुवै पक्षको अङ्क बराबर रहेको छ 9-9 बराबर। आदरणीय दर्शक महानुभावहरू यो फाइनल खेल घम्साघम्सी रूपमा सञ्चालन भइरहेको छ। हामीले यहाँलाई अनुरोध गरिरहेका छौँ हामीले भलिबल खेल हेर्नका लागि सेतो घेरा तयार गरेका छौँ। त्यो घेराभन्दा बाहिर रहेर खेल अवलोकन गरिदिनु होला। सन्जु विक्रम शाहको स्पाइक थियो। यतिखेर भने बल र्यालीमा चलिरहेको छ। फेरि पनि सन्जु विक्रम शाहको स्पाइक अङ्क जोड्न सफल। यतिखेर अङ्क 10-9 भएको छ होटल समिट बागलुङको 10 गलकोट नगरपालिकाको 9। सर्भिसमा दिवस आले जर्सी नम्बर 10। निकै नै सुन्दर क्विक स्पाइक प्रहार गर्दै अङ्क जोड्न सफल हुनुभएको छ विश्वास अधिकारी गलकोट नगरपालिकाका लागि। दुवै पक्षको अङ्क बराबर छ 10 बराबर। यतिखेर सर्भिसमा अशोक सुनार जर्सी नम्बर 7। शेयर गर्दै जानु होला है त साथीहरु। यो आकर्षक स्पाइक लप्सन सिन्चालीको होटल समिटका लागि अङ्क थपिएको छ 11-10 को स्थितिमा अङ्क छ। सन्जु विक्रम शाह सर्भिसमा यतिखेर होटल समिटका लागि। यो उत्कृष्ट प्लेसिङ स्पाइक विश्वास अधिकारीको अङ्क जोड्न सफल गलकोट नगरपालिकाका लागि। अङ्क थपिएर 11 बराबर भएको छ। दुवै पक्षको अङ्क 11 बराबर। सर्भिसमा विश्वास अधिकारी। कार्यकारी ब्लग्सको लाइभ प्रत्यक्ष प्रसारणमा सेयर गर्दै जानु होला सबै माझ।
सन्तोष विकको स्पाइक ब्लक आउट भएर बाहिरिएको छ र अङ्क जोड्न सफल भएको छ होटल समिट। अङ्क 12-11 पुगेको छ। यतिखेर सर्भिसमा लप्सन सिन्जाली होटल समिटका लागि। सूर्य विकेटको माफ गर्नलाई अफसोस शाहीको उत्कृष्ट स्पाइक अङ्क जोड्न सफल भएको छ। गलकोट नगरपालिका 12 बराबरको स्थितिमा अङ्क रहेको छ। यतिखेर सूर्य विकेट सर्भिसमा निकै रोचक रहेको छ खेल। निकै नै शानदार स्पाइक इन्द्र विकेटबाट अङ्क थपिएको छ होटल समिटलाई। होटल समिट बागलुङको अङ्क 13 पुगेको छ। गलकोट नगरपालिकाको 13-12 अङ्क। यतिखेर सर्भिसमा जर्सी नम्बर 6 राजन परियार। उत्कृष्ट प्लेसिङ सँगै अङ्क थप्न सफल भएको छ। होटल समिट बागलुङ 2 अङ्कको अवस्थामा पुगेको छ। 14-12 स्थितिमा रहेको छ। सर्भिसमा साजन परियार माफ गर्नुहोला राजन परियार। सञ्जु विक्रम शाह बचाउँदै है यो महाकमसान सञ्जुबाट सञ्जु विक्रम शाहको यो उत्कृष्ट स्पाइक अङ्क जोड्न सफल भएको छ। होटल समिट बागलुङले 15-12 को स्थितिमा रहेको छ अङ्क। राजन परियारको लगातार सर्भिस। यतिखेर यो पहिलो सेटको पहिलो टेक्निकल टाइम आउट लिएको छ गलकोट नगरपालिकाले। टाइम आउट सकेर खेल प्रारम्भ भएको छ। राजन परियार सर्भिसमा। यतिखेर भने निकै नै उत्कृष्ट स्पाइक प्रहार गर्दै अफसोस शाही आफ्नो टिमका लागि अङ्क जोड्न सफल हुनुभएको छ। अङ्क 13-15 को स्थितिमा रहेको छ। सर्भिसमा जर्सी नम्बर 4 अफसोस शाही होटल समिट 15। निकै नै सुन्दर स्पाइक जर्सी नम्बर 8 सन्तोष विकबाट अङ्क जोडिएको छ होटल समिट बागलुङका लागि। अङ्क 16-13 को स्थितिमा रहेको छ। सर्भिसमा सन्तोष विक। सञ्जु विक्रम शाहको शानदार स्पाइकसँगै फेरि पनि अङ्क थपिएको छ होटल समिट बागलुङका लागि। अङ्क पुगेको छ 17-13 को अवस्थामा छ नम्बर होटल समिट। सर्भिसमा सन्तोष विक। 13 भइसकेको छ। चान्स रहेको छ। यतिखेर इन्द्र विकेटको अङ्क ल्याउने गरी स्पाइक अङ्क फेरि पनि होटल समित बागलुङका लागि 18-13 को स्थितिमा रहेको छ अङ्क। सन्तोष विक लगातार सर्भिसमा। 13 होटल समिट 18 गलकोट नगरपालिका 13। खस्नै दिइरहेको छैन है लागि साथीहरूले। यो उत्कृष्ट स्पाइक जर्सी नम्बर 9 दिपसन शाहीबाट गलकोटका लागि अङ्क थपिएको छ। 14-18 को स्थितिमा अङ्क पुगेको छ। यतिखेर खेलाडी परिवर्तन दिपसन शाहीको ठाउँमा राजु विक प्रवेश गर्नुभएको छ र सर्भिसमा राजु विक टिम क्याप्टेन पनि। सञ्जु विक्रम शाहको यो अर्को उत्कृष्ट स्पाइक अङ्क जोड्न सफल हुनुभएको छ आफ्नो टिमका लागि। अङ्क थपिएर 19 पुगेको छ। 19-14 ल है त 19-14 को स्थितिमा छ नम्बर। सर्भिसमा जर्सी नम्बर 3 इन्द्र विक। खेलाडी परिवर्तन होटल समिटका लागि जर्सी नम्बर 10 दिवस आलीको ठाउँमा जर्सी नम्बर 1 मिलन भण्डारी मैदान प्रवेश गर्नुभएको छ।
अशोक सुनारको यो उत्कृष्ट स्पाइकसँगै अङ्क जोड्न सफल भएको छ गलकोट नगरपालिका। गलकोट नगरपालिकाको 15 अङ्क 15-19 रहेको छ। सञ्जु विक्रम शाहको यो शानदार स्पाइक अङ्क जोड्न सफल भएको छ। होटल समित बागलुङ होटल समितका लागि अङ्क पुगेको छ 20, गलकोट नगरपालिकाको लागि 15, 20-15 को स्थितिमा अङ्क रहेको छ। यतिखेर विवासाले सर्भिसमा 20-15। गण्डकी प्रदेशबाट सँगै एउटै टिममा खेलिरहेका सञ्जु विक्रम साईका लागि निकै उत्कृष्ट सेटिङहरू गरिरहनु भएको छ विवासाले। यतिखेर सूर्य विक्रमको स्पाइक अङ्क थपेको छ गलकोटको खातामा। उत्कृष्ट स्पाइक अङ्क 16-20 को स्थितिमा रहेको छ। अशोक सुनार सर्भिसमा सेयर गर्दै जानु होला सबै माझ यो प्रत्यक्ष प्रसारणलाई। उत्कृष्ट प्लेसिङ गर्दै अङ्क थप्न सफल हुनुभएको छ विश्वास अधिकारी। आफ्नो टिमलाई 17-20 को रूपमा अङ्क रहेको छ। यो टेक्निकल टाइम आउट होटल समित बागलुङले लिएको छ। यस लगत्तै दोहोरी गीतको प्रतियोगिता फाइनल हुनेछ। सँगै डान्स आइडलको फाइनल पनि आजै रहेको छ। साँझ मात्रै बहुप्रतिष्ठित कलाकार प्रकाश दुतराज, प्रीति आले, विष्णु खत्री, श्रीकृष्ण बम्मल्ल लगायतका कलाकारहरूको प्रस्तुति रहने बेहोरा यहाँलाई जानकारी गराउन चाहन्छौँ। यतिखेर भने गलकुटको खातामा अङ्क थपिएको छ 18-20 को स्थितिमा रहेको छ अङ्क। 18-20 सर्भिसमा अशोक सुनार। प्लेसमेन्ट निकै लामो र्याली रोचक यो उत्कृष्ट स्पाइक सन्तोष राजन परिवारबाट अङ्क थपिएको छ समिट होटलका लागि 21-18। सर्भिसमा सञ्जु विक्रम शाह। समिट होटल 21, गलकोट नगरपालिका 18। निकै शानदार स्पाइक विश्वास अधिकारीको गलकोट नगरपालिकालाई अङ्क थप्न सफल 19-21 स्थितिमा रहेको छ अङ्क। यतिखेर खेलाडी परिवर्तन। सन्तोष विकेको उत्कृष्ट स्पाइक अङ्क थप्न सफल हुनुभएको छ होटल समितका लागि। होटल समितको अङ्क 22 पुगेको छ। 22-19 स्थितिमा अङ्क 22-19। सर्भिसमा लप्सन सिन्जाली। यतिखेर गलकोट नगरपालिकाले टेक्निकल टाइम आउट लिएको छ। टेक्निकल टाइम आउट सकेसँगै खेल प्रारम्भ हुन्छ। सर्भिसमा लप्सन सिंहजाली होटल समिटका लागि। उत्कृष्ट प्रहार राजन परिवारबाट अङ्क जोड्न सफल टिमका लागि। यतिखेर होटल समितिको अङ्क 23 पुगेको छ। 23-19। सर्भिसमा लप्सन सिन्जाली फेरि पनि यतिखेर जाली टच हुन पुग्यो। होटल समिटबाट अङ्क थप्न सफल भएको छ गलकोट नगरपालिका। 20-23 को स्थितिमा छ। यतिखेर सर्भिसमा सूर्य विक जर्सी नम्बर 5।
निकै नै शानदार स्पाइक सँगै नम्बर थप्न सफल राजन परियारबाट होटल समिटका लागि अन्तिम अङ्क जोड्न सफल। यो सेटका लागि अब सेट पोइन्टको मात्रै सेट पोइन्टमा आवश्यकता छ। होटल समिट। होटल समिटलाई 24-20 को स्थिति सर्भिसमा राजन परियार यसरी 20 का विरुद्ध 25 अङ्क प्राप्त गर्दै होटल समिट बागलुङले यो पहिलो सेटको खेल आफ्नो पक्षमा हात पार्न सफल भएको छ। आदरणीय दर्शक महानुभावहरू, अब हामी दोस्रो सेटको खेल हेर्नेछौँ। दोस्रो सेटको खेल कसले हात पार्नेछ? पहिलो सेट होटल समिट सम्पूर्ण दर्शक महानुभावहरूलाई धैर्यताका साथ खेल अवलोकनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी तिनै उत्कृष्ट स्ट्राइक प्रहार गर्दै अङ्कको खाता खोल्न सफल हुनुभएको छ। गलकोट नगरपालिकाका दिप्सन साई आफ्नो टिमका लागि अङ्क 1-0। यतिखेर सर्भिसमा जर्सी नम्बर 3 बलराम गुरुङ। उत्कृष्ट स्पाइक अङ्क जोड्न सफल हुनुभएको छ आफ्नो टिमका लागि लप्सन सिन्जाली। यतिखेर होटल समिटको खाता खोलेको छ। सर्भिसमा सञ्जु विक्रम शाह जर्सी नम्बर 9 एक बराबर। अशोक सुनारको यो शानदार स्पाइक अङ्क जोडिएको छ खातामा। 2-1 को स्थितिमा रहेको छ अङ्क 2-1। क्रस भइसकेको छ, चान्स बनिरहेको छ। सञ्जु विक्रम शाहको यो शानदार स्पाइक अङ्क जोड्न सफल भएको छ। होटल समिट बागलुङ 2 बराबरको स्थितिमा रहेको छ। 2 बराबर। सर्भिसमा लक्ष्मण सिन्जाली होटल समिट बागलुङका लागि। सूर्यको स्पाइक गलत हुन पुग्यो। अङ्क थप्न सफल भएको छ होटल समिट बागलुङ। आफ्नो पक्षको अङ्कलाई 3 बराबर सफल भएको छ। 3-2 को स्थितिमा रहेको छ अङ्क। अङ्क जोडिएको छ होटल समिटका लागि। पाँच दुई है। आइज हामी गर्छौँ क्यामेरा सुटिङ गरेका छ एन्टिना सानो गरेका यतिखेर टेक्निकल टाइम आउट लिएको छ गलकोट नगरपालिकाले। बाल्कनीमा धेरै छन् मान्छे राजा। त्यो फ्री हो, यो त 100 रुपियाँ लाग्छ। सूर्य विकीको स्पाइक जाली काट्न सकेन। अङ्क थप्न सफल भएको छ होटल समिट बागलुङ। समिट बागलुङको अङ्क 7 भएको छ। 7-2 गलकोट नगरपालिकाको 2। होटल समिट 7 गलकोट नगर। खेलाडी परिवर्तन अशोक सुनारको स्थानमा रेशम विक प्रवेश गर्दै हुनुहुन्छ।
हान्छन् त्यसले तपाईँ खेलाडी देखेको सबै लगत्तै फेरि पनि अङ्क होटल समितिलाई गएको छ 8-2 को स्थितिमा रहेको छ खेलाडी परिवर्तन गलकोटका लागि दिप्सन साईको स्थानमा राजु विक प्रवेश गर्नुभएको छ कोर्टमा अब यता खेलाडी राम्रो आयो 8-2 रहेको छ नम्बर खेलाडी राम्रो फेरि उत्कृष्ट स्पाइक प्रकाश सुनारबाट अङ्क जोड्न सफल गलकोटका लागि 3 भएको छ अङ्क गलकोटको 3-8 नेट ठिकै छ है ठिकै छ फाइनल प्रतिस्पर्धा चलिरहेको छ अरू 3 नम्बर मैले यहाँ मेरो मोबाइलबाट हेर्छु है जुन स्पाइक बचाउँदै टिम गलकोट इन्द्र लगभग प्लेसमेन्ट बचाउँदै टिम गलकोट सन्तोषको प्रहार चेकआउट सन्तोष विकको यो उत्कृष्ट स्पाइकसँगै फेरि पनि अङ्क थपिएको छ होटल समिति बागलुङका लागि 9-3 को स्थितिमा पुगेको छ लगातार अङ्क होटल समितिलाई सर्भिसमा राजन परियार प्रकाश सुनारको यो शानदार स्पाइक गलकोट नगरपालिकाका लागि अङ्क थप्न सफल हुनुभएको छ 4-9 को स्थितिमा रहेको छ अङ्क गलकोटबाट सर्भिसमा रेशम विक जर्सी नम्बर 2 यो शानदार स्पाइक सन्तोष विकबाट अङ्क थपिएको छ होटल समिति बागलुङका लागि 10-4 को स्थितिमा रहेको छ अङ्क यतिखेर सन्तोष विक सर्भिसमा होटल समिति 10 होटल समितिका लागि गलकोट नगरपालिका 4 गलकोटबाट लाइट टचको इसारा 11-4 अङ्क थप्न सफल होटल समिति बागलुङ 11-4 को स्थितिमा रहेको छ अङ्क सर्भिसमा सन्तोष विक प्रकाश सुनारको यो उत्कृष्ट टेक्निकल स्पाइक अङ्क थपिएको छ गलकोटको खातामा 5-11 को स्थितिमा रहेको छ लग 5-11 हुन पुगेको छ नम्बर सन्जु विक्रम शाहको यो अर्को शानदार स्पाइक अङ्क होटल समिति बागलुङका लागि 12-5 को स्थितिमा रहेको छ यतिखेर सर्भिसमा जर्सी नम्बर 3 इन्द्र विक अलिक तपाईँ थोरै सर्नुहोस् फेरि यो क्या स्ट्यान्डलाई अडाउनै पाइँदैन सरी है सूर्य विकको स्पाइक यतिखेर जालीमा लाग्न पुग्यो फेरि पनि अङ्क थप्न सफल भएको छ होटल समिति बागलुङ खेलाडी परिवर्तन गलकोटको लागि सूर्य विकको ठाउँमा जर्सी नम्बर 8 लक्ष्मण सुनार हेर्नुलाई यहाँ पेल्दा पेल्दै ल्याए ध्यान भयो स्ट्यान्ड यहाँ छ है डबल टचको इसारा अङ्क थप्न सफल भएको छ गलकोट नगरपालिकाको अङ्क 5 पुगेको छ होटल समिति 6 पुगेको छ होटल समितिको 13 पुगेको छ नम्बर सर्भिसमा विश्वास अधिकारी पहिलो सेट जितिसकेको सन्जु स्पाइक बल भलिबल कोर्टभन्दा बाहिर जान पुग्यो अङ्क थप्न सफल भएको छ फेरि पनि गलकोट नगरपालिका विश्वास अधिकारी सर्भिसमा फेरि पनि 7-13 भएको छ नम्बर
सञ्जु विक्रम शाहको 14-7 ब्लक आउट स्पाइकसँगै अङ्क जोड्न सफल भयो। 14 होटल समित बागलुङ नगरपालिका 7 होटल समित बागलुङको अङ्क 14 पुगेको छ। 14-7 को स्थिति 7 अङ्कको अग्रतामा पाएको छ। समितले आफूलाई यतिखेर सर्भिसमा विवश आले। निकै शानदार स्पाइक सँगै नम्बर राजन परिवारबाट अङ्क जोडिएको छ होटल समितका लागि। 15-7 15-7 को स्थितिमा रहेको छ अङ्क विवश आले सर्भिसमा। यतिखेर भने अङ्क थप्न सफल भएको छ गलकोट नगरपालिका। गलकोट नगरपालिकाको अङ्क 8 पुगेको छ। 14 है साथीहरु नम्बर सर्भिसमा जर्सी नम्बर 3 बलराम गुरुङ गलकोटका लागि 8-15 अङ्क। आजबाट सुरु भएको छ है म सञ्जु विक्रम शाहको यो अर्को अङ्क प्राप्त गर्ने गरी उत्कृष्ट स्पाइक अङ्क 16-8 को स्थितिमा रहेको छ। यतिखेर सर्भिसमा सञ्जु विक्रम शाह 16-8 भएको छ नम्बर। फेरि पनि अङ्क 17-8 होटल समितका लागि 17-8 गलकोट नगर सर्भिसमा लगातार सञ्जु विक्रम। देखि उत्कृष्ट स्पाइक जर्सी नम्बर 2 रेशम विक्रमबाट गलकोटका लागि अङ्क थप्न सफल हुनुभएको छ। 9-17 को स्थितिमा रहेको छ अङ्क। आज चाहिँ खतरा सर्भिसमा जर्सी नम्बर 8 लक्ष्मण सुनार गलकोटका लागि। प्रकाश सुनारको स्पाइक बलकन पुग्यो अङ्क थप्न सफल भएको छ। होटल समेत बागलुङ आफ्नो अङ्कलाई 18 पुर्याउन सफल भएको छ। 18-9 यतिखेर लप्सन सिन्जाले सर्भिसमा सन्तोषलाई देखि उत्कृष्ट टेक्निकल स्पाइकसँगै गलकोटले आफ्नो खातामा अङ्क थप्न सफल भएको छ। 10-18 को स्थितिमा अङ्क पुर्याएको छ। यो फाइनल प्रतिस्पर्धा यतिखेर बाङ्गेचौरको भलिबल कोर्टमा सञ्चालन भइरहेको छ। सञ्जु विक्रम शाहको यो शानदार स्पाइकसँगै फेरि पनि अङ्क थपिएको छ। होटल समेत बागलुङका लागि अङ्क 19-10 को स्थितिमा पुगेको छ। सञ्जु विक्रम शाह समेतका लागि अङ्कहरू धमाधम बदल्दै यतिखेर टेक्निकल टाइम आउट लिएको छ गलकोट नगरपालिकाले। यो फाइनल खेल सर्भिसमा राजन परियार यो निकै नै शानदार स्पाइक विश्वास अधिकारीबाट अङ्क जोड्न सफल भएको छ गलकोट नगरपालिका। गलकोटको अङ्क 11 रहेको छ। 11-19 जर्सी नम्बर 2 रेशम विका सर्भिसमा गलकोटका लागि। यो प्रकाश सुनारको शानदार प्रहार अङ्क थप्न सफल गलकोटको लागि अङ्क पुगेको छ 12-19 गलकोट नगरपालिकाको पक्षमा अङ्क थपिएको छ। फेरि पनि सर्भिसमा रेशम विका थपिएको छ। गलकोटलाई
आदरणीय दर्शक महानुभावहरू हामीले यो फाइनल प्रतियोगिता सञ्चालन गरिरहेका छौँ म अगाडि विषय मित्रहरूलाई गीत पहिल्यै उपलब्ध गराएर सेट सकिँदा बित्तिकै नृत्य प्रस्तुत गर्ने गरी तयारी भइदिनु होला हामी यहाँ 1 मिनट पनि कुर्न सक्ने स्थितिमा छैनौँ त्यसै कारणले शीघ्र नृत्य प्रस्तुतिका लागि तयारी हुनको लागि म अनुरोध गर्दछु यतिखेर अङ्क गएको छ होटल समितिको पक्षमा अङ्क 20-13 सन्तोष विकको सर्भिस निकै नै आकर्षक स्पाइक प्रकाश सुनारबाट अङ्क जोड्न सफल हुनुभएको छ गलकुटको लागि 14-20 को स्थितिमा अङ्क सर्भिसमा प्रकाश सुनार सर्भिस बल भलिबल कोर्टभन्दा बाहिर गएको छ अङ्क थपिएको छ होटल समिति बागलुङका लागि यतिखेर सर्भिसमा इन्द्र विक 21-14 स्पाइक बल जालीमा फेरि पनि अङ्क थपिएको छ होटल समितिलाई होटल समितिको अङ्क 22 पुगेको छ गलकोट नगरपालिकाको 22-14 सन्तोष विक सर्भिसमा माफ गर्नुहोला जोशी नम्बर 3 इन्द्र विक फेरि पनि उत्कृष्ट ब्लक गर्दै होटल समितिले आफ्नो अङ्कलाई 23 बनाउन सफल भएको छ 23-14 को स्थितिमा अङ्क इन्द्र विक लगातार सर्भिसमा यतिखेर सन्जु विक्रम शाहको प्रहार नेट बाहिरबाट जान पुग्यो अङ्क थप्न सफल भएको छ गलकोट नगरपालिका 15-23 सर्भिसमा विश्वास अधिकारी 14 नम्बर छ स्पाइक बल भलिबल कोर्टभन्दा बाहिर गएको छ अङ्क थप्न सफल भएको छ गलकोट नगरपालिका यो दोस्रो माफ गर्नुहोला होटल समिति यो दोस्रो सेटका लागि अन्तिम अङ्क थप्न सफल भएको छ 24-15 होटल समितिको अन्तिम अङ्क सेट पोइन्टको आवश्यकता छ दिवस आलेको सर्भिस भलिबल कोर्टभन्दा बाहिर गयो अङ्क गलकोटलाई 16-24 नेपाल आइसक्यो कसो हो निकै नै शानदार स्पाइक लप्सन सिन्चालीबाट र 16 का विरुद्ध 25 अङ्क प्राप्त गर्दै यो दोस्रो सेट पनि होटल समितिले आफ्नो पक्षमा हात पार्न सफल भएको छ आदरणीय दर्शक महानुभावहरू यो दोस्रो सेटको प्रतिस्पर्धामा होटल समितिले आफ्नो पक्षमा यो सेट पनि पार्न सफल भएको छ अहिलेसम्म होटल समितिले 2 सेट जित्न सफल भएको छ गलकोट नगरपालिकाले कुनै पनि सेट हात पार्न सफल भएको छैन दुवै टिममा राष्ट्रिय स्तरबाट खेलहरू प्रदर्शन गरिरहनुभएका खेलाडीहरू रहनु भएको छ त्यसै कारणले पनि यो खेल अझ प्रतिस्पर्धात्मक र घम्साघम्सी रूपमा चलिरहेको छ सन्जु विक्रम शाह गण्डकी प्रदेशको टिम क्याप्टेन भएर राष्ट्रिय खेलहरू खेलिरहने खेलाडी अहिले हाम्रो भलिबल कोर्टमा हुनुहुन्छ त्यसै गरी गलकोटबाट सूर्य विक जर्सी नम्बर 5 मा सोचिएको व्यक्तित्व हालै मात्र एनबिए कपमा विभागीय टोली नेपालबाट एनबिए कप खेलेर यहाँ आइपुग्नु भएको छ यसकारण पनि यो खेल अझ रोचक छ विवसाले यतिखेर सर्भिसमा जाली नगर्दैको बल टच हुन पुग्यो गलकोटबाट अङ्क थपिएको छ होटल समितिलाई विवसाले सर्भिसमा उहाँ पनि गण्डकी प्रदेशबाट खेल्ने खेलाडी हुन्छ सेटरको रूपमा स्पाइक बल बाहिरको छ अङ्क थप्न सफल भएको छ होटल समितिको पक्षको अङ्क 3 भएको छ गलकोटको खाता खुलेको छैन
3-0 गलकोटबाट बलराम गुरुङ पनि हालै मात्र एपिएफबाट एनपिए कप खेलेर हाल्नु भएको छ गलकोटको टिमबाट नेपाल पुलिस कपबाट एनबिए खेल्नु भएको हो बलराम गुरुङ राष्ट्रिय स्तरको खेलहरू खेलिरहनु भएको खेलाडीहरूको उपस्थिति छ यतिखेर देब्रे हाते स्पाइक सूर्य विकबाट अङ्क जोड्न सफल आफ्नो टिमका लागि 1-4 को अवस्थामा रहेको छ सर्भिस पनि सूर्य विककै बेलुका आउने कलाकारलाई कम्ती गर्नुपर्छ कि निकै नै शानदार स्पाइक यहाँनिर प्रहार गर्न सफल हुनुभएको छ अशोक सुनारले अङ्क थप्न सफल हुनुभयो आफ्नो टिमका लागि 2-4 भएको छ अवस्था सूर्य विक सर्भिसमा एउटा चान्स आएको रे भाइ यतिखेर अर्को उत्कृष्ट प्लेसिङ फेरि पनि गएको छ गलकोट नगरपालिकाको पक्षमा 3-4 को स्थिति अङ्क गलकोट नगरपालिकाले लगातार अङ्क लिइरहेको छ सूर्य विक फेरि पनि सर्भिसमा सूर्य विकको सर्भिस यो अर्को अङ्क थप्दै 4 बराबरको स्थितिमा पुगेको छ अङ्क लगातार 4 अङ्क गलकोटको लागि खेल निकै रोचक र प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ दर्शक महानुभावहरूलाई धैर्यतापूर्वक अवलोकनका लागि अनुरोध छ सन्जु विक्रम शाहको यो अर्को स्पाइक अङ्क जोड्न सफल टिमका लागि अङ्क थपेर 5 पुगेको छ 5-4 सर्भिसमा यतिखेर सन्जु विक्रम शाह जर्सी नम्बर 9 अङ्क थपिएको छ गलकोटको पक्षमा गलकोटले अङ्क 5 बराबर यहाँ केही समस्या देखिएको छ खेलाडीले ठिक भएको सङ्केत गर्नुभएको छ खेल प्रारम्भ हुन्छ निकै नै उत्कृष्ट स्पाइक राजन परियारबाट अङ्क जोड्न सफल होटल समिटका लागि 6-5 को स्थितिमा रहेको छ अङ्क यतिखेर सर्भिसमा लप्सन सेन्जाली होटल समिटका लागि नजिकै एकदम राइट है यो घुम्ती भयो ठ्याक्कै घुम्ती भयो यतिखेर गलकोटका खेलाडी बीच अङ्क पुग्यो अङ्क थप्न सफल भएको छ होटल समिट बागलुङले 7-5 आफ्नो अङ्कलाई 7 ल्याउन सफल भएको छ 7-5 को स्थिति यतिखेर लप्सन सिन्जाली सर्भिसमा सबै बराबर निकै नै शानदार स्पाइक विश्वास अधिकारीबाट नवलपुरका खेलाडी हुनुहुन्छ विश्वास अधिकारी शानदार खेल प्रदर्शन गर्नुभएको छ त्यही खेललाई फेरेर उहाँलाई नगद पुरस्कार पनि प्राप्त भएको थियो हामीले केही बेर अगाडि हस्तान्तरण गरेका छौँ प्रदीप छेत्रीले दुबईबाट पठाइदिनु भएको यतिखेर अर्को उत्कृष्ट स्पाइक सन्तोष विकको होटल समिटका लागि अङ्क थपिएको छ 8 गलकोट नगरपालिका 6 सर्भिसमा राजन परियार उत्कृष्ट प्लेसिङ यतिखेर प्रकाश सुनारबाट अङ्क थपिएको छ गलकोटका लागि सर्भिसमा अशोक सुनार माफ गर्नुहोला प्रकाश सुनार स्पाइक बल भलिबल कोर्टभन्दा बाहिर अङ्क फेरि पनि गलकोटलाई गलकोटको पक्षमा 8 अङ्क भएको छ
होटल समिटको 8 दुवै पक्षको 8 बराबर गलकुटका लागि सर्भिसमा प्रकाश सुनार जर्सी नम्बर 11 विश्वासी है विश्वासी म मार्फत फेरि पनि अङ्क थपिएको छ गलकुटको खातामा आफूले 1 अङ्कको अग्रतामा पाउन सफल भयो गलकुट 9-8को स्थितिमा पुगेको छ प्रकाश सुनार सर्भिसमा हुनुहुन्छ आदरणीय दर्शक महानुभावहरू यो भलिबल खेल हेर्नका लागि हामीले सिधो घेरा तयार गरेका छौँ त्यो घेराभन्दा बाहिर रहेर खेल अवलोकन गरिदिनु होला यतिखेर लगातार अङ्क थपिरहेको छ गलकुट नगरपालिका 10-8को स्थितिमा पुगेको छ टेक्निकल टाइम आउट लियो होटल समितिले त्यसमा खेल प्रारम्भ भएको छ फेरि प्रकाश सुनार सर्भिसमा सूर्य विकेको यो शानदार स्पाइक अङ्क थप्न सफल गलकुटको लागि 11-8को स्थितिमा रहेको छ अङ्क लगातार अङ्क गलकुटको लागि आइरहेको छ अहिले यो तेस्रो सेटमा आएर गलकुटले आफूलाई अब्बल साबित गर्ने प्रयास गरिरहेको छ निकै उत्कृष्ट स्पाइक सन्तोष विकेबाट होटल समिटका लागि अङ्क थप्न सफल हुनुभएको छ 9-11को स्थितिमा अङ्क रहेको छ सर्भिसमा सन्तोष विका हुन्छ पठाइदिनु नि त अनि हो सञ्जु विक्रम शाहको स्पाइक भलिबल कोर्टभन्दा बाहिर गएको छ अङ्क थप्न सफल फेरि गलकुट नगरपालिकाले आफ्नो अङ्कलाई 12 पुर्याउन सफल भएको छ 12-9 विश्वास अधिकारी सर्भिसमा गलकुटका लागि सञ्जु विक्रम शाहको स्पाइक फेरि पनि भलिबल कोर्टभन्दा बाहिरिएको छ अङ्क लगातार गलकुटलाई 13-9को स्थितिमा रहेको छ अङ्क 4 नम्बर लिड गरेको अवस्था है सर्भिसमा विश्वास अधिकारी सूर्यको हातमा देब्रे हातले हान्दै सूर्य विकेको यो उत्कृष्ट स्पाइक अङ्क थप्न सफल गलकुट नगरपालिका आफ्नो अङ्कलाई 14 बनाउन सफल भएको छ लगातार अङ्क गलकुटको पक्षमा गइरहेको छ यतिखेर टेक्निकल टाइम आउट लियो होटल समिट बागलुङले यहाँले सम्झन सक्नुहुनेछ सूर्य विकेको अर्को स्पाइक अङ्क जोड्न सफल भएको छ गलकुट नगरपालिका लगातार अङ्क गलकुटलाई 15-9को स्थितिमा रहेको छ अङ्क विश्वास अधिकारी लगातार सर्भिसमा स्पाइक बल भलिबल कोर्टभन्दा बाहिरिएको छ फेरि पनि अङ्क थपिएको छ गलकुटको पक्षमा 16-9को स्थितिमा रहेको छ अङ्क बलराम चाहिँ यहाँ उसबाट है गलकुट नगरपालिका जो उत्कृष्ट प्लेसिङ अङ्क जोड्न सफल भएको छ गलकुट नगरपालिका लगातार अङ्क 17-9को स्थितिमा रहेको छ लगातार अङ्क जोडिरहेको छ गलकुट नगरपालिकाले कन्टिन्युस सर्भिस विश्वास अधिकारीका लागि सञ्जुको यो प्रहार बचाउँदै है गलकुटलाई मौका सूर्यबाट सूर्यको यो शानदार स्ट्राइक अङ्क जोड्न सफल भएको छ गलकुट नगरपालिका फेरि पनि 18-9को स्थितिमा अङ्क पुगेको छ 9 अङ्कको अग्रता गलकुट नगरपालिकालाई लगातार अङ्क जोडिरहेको छ गलकुट नगरपालिकाले सर्भिसमा
विश्वास अधिकारी अर्को उत्कृष्ट बोलर गलकोटले 19 अङ्क जोड्न सफल भएको छ 19-9 यतिखेर खेलाडी परिवर्तन होटल समितिका लागि इन्द्र विकको ठाउँमा जर्सी नम्बर 11 सागर विक प्रवेश गर्नुभएको छ फेरि पनि अङ्क गलकोट नगरपालिकाका लागि 20-9 को स्थितिमा रहेको छ अङ्क लगातार 2 सेट गुमाएको गलकोट नगरपालिका यो तेस्रो सेटमा देखि आक्रामक रूपमा अगाडि बढिरहेको छ यो उत्कृष्ट फिनिसिङसँगै लामो समयको अन्तरालमा अङ्क जोड्न सफल भएको छ होटल समिति बागलुङ होटल समितिको अङ्क 10 पुगेको छ गलकोट नगरपालिकाको 20 यतिखेर सर्भिसमा सागर विक जर्सी नम्बर 11 यतिखेर विवास आलेको ठाउँमा जर्सी नम्बर 1 विमल भण्डारी प्रवेश गर्नुभएको छ सूर्य विकको यो अर्को उत्कृष्ट स्पाइक यो तेस्रो सेटमा आएर सूर्य विकका स्पाइकहरूले अङ्क बटुलिरहेको छ 21-10 को अवस्थामा अङ्क सूर्य विक हालै मात्र नेपाल आर्मीको क्लबबाट NBA कप खेलेर हिजो मात्रै पाल्नु भएको हो बागलुङमा यो शानदार स्पाइक विवास आलेको अङ्क जोड्न सफल भएको छ होटल समितिको अङ्क 11 भएको छ 11-21 अङ्क निकै नै शानदार ब्लक फेरि पनि अङ्क जोडिएको छ समितिको खर्दामा 12-21 स्थितिमा छ अङ्क विवासाले सर्भिसमा गलकोट नगरपालिका 21 सर्भिस बल भलिबल कोर्टभन्दा बाहिर गएको छ अङ्क जोड्न सफल भयो गलकोट नगरपालिका 22-12 सूर्य विकेट यतिखेर सर्भिसमा यो त जितिहाल्यो निकै नै शानदार स्पाइक अङ्क जोड्न सफल समित होटल समितको पक्षमा अङ्क गएको छ 13-22 को स्थितिमा छ सन्जु विक्रम शाह सर्भिसमा सर्भिस बल भलिबल कोर्टभित्रै अङ्क जोड्न सफल भयो फेरि पनि होटल समित बागलुङ 14-22 को स्थितिमा रहेको छ स्पाइक बल भलिबल कोर्टभन्दा बाहिर जान पुग्यो अङ्क थप्न सफल भएको छ होटल समित सन्जु विक्रम शाह सर्भिसमा यतिखेर खेलाडी परिवर्तन गलकोटको लागि जर्सी नम्बर 7 अशोक सुनारको ठाउँमा नयाँ खेलाडी प्रवेश गर्नुभएको छ उत्कृष्ट ब्लक फेरि यो पनि अङ्क थप्न सफल भएको छ होटल समित बागलुङ लगातार अङ्क होटल समितलाई 16-22 को स्थितिमा अङ्क रहेको छ यतिखेर भइसकेको छ सर्भिसमा सन्जु विक्रम शाह अङ्क जोडिएको छ गलकोट नगरपालिकाको खातामा खेलाडी परिवर्तन गलकोटको लागि
राजु विक प्रवेश गर्नु भएको छ। निकै नै उत्कृष्ट प्रहार अङ्क थप्न सफल भएको छ। होटल समिटको अङ्क 17 पुगेको छ। गलकोटको 23 17-23। अब सेट पोइन्टको मात्रै आवश्यकता छ गलकोटलाई। 24-17 सर्भिसमा अफसर साई। सेट पोइन्टमा गलकोट नगरपालिका यसरी 17 का विरुद्ध 25 अङ्क प्राप्त गर्दै गलकोट नगरपालिकाले यो तेस्रो सेट आफ्नो पक्षमा हात पार्न सफल भएको छ। आदरणीय दर्शक महानुभावहरू, फाइनल खेलको प्रतिस्पर्धा निकै रोचक रूपमा अगाडि बढिरहेको छ। अहिलेसम्मको स्थितिमा गलकोट नगरपालिकाले 1 सेट र होटल समिट बागलुङले यतिखेर चौथो सेटको खेल प्रारम्भ हुन गइरहेको छ। नेपालको राष्ट्रिय खेल भलिबल, त्यसमा पनि बागलुङमा भलिबलको निकै नै क्रेज छ। बागलुङको गलकोट लगायतको क्षेत्रबाट थुप्रै खेलाडीहरू राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ। पछिल्लो समय निश्चितले त्यस्तै उत्कृष्ट प्रदर्शन गरिरहेको छ भलिबलमा। यतिखेर भने खेल सञ्चालन प्रारम्भसँगै गलकोट नगरपालिकाले आफ्नो खाता खोल्न सफल भएको छ। 1-0 को स्थिति अङ्क। सन्जु विक्रम शाहको स्पाइक अङ्क जोड्न सफल आफ्नो टिमका लागि। होटल समिटलाई अङ्क 1-1 को बराबरीमा रहेको छ। दुवै पक्षको अङ्क 1-1। सर्भिसमा सन्जु विक्रम शाह। यतिखेर सूर्य विकको स्पाइक अलग हुन पुग्यो, अङ्क जोड्न सफल भएको छ। होटल समिट बागलुङको अङ्क 2 पुगेको छ। गलकोटको 2-1। फेरि पनि अङ्क होटल समिट बागलुङका लागि। समिट बागलुङले आफ्नो अङ्कलाई 3 बनाउन सफल भयो। 3-1। लगातार सर्भिसमा सन्जु विक्रम शाह। यो अर्को उत्कृष्ट स्पाइक। फेरि पनि अङ्क होटल समिटलाई लगातार गएको छ। 4-1। सन्जु विक्रम शाह लगातार सर्भिसमा गण्डकी प्रदेश भलिबल टिमका टिम क्याप्टेन समेत हुनुहुन्छ। यतिखेर निकै नै उत्कृष्ट स्पाइक गलकोटबाट दीपसन साई आफ्नो टिमका लागि अङ्क जोड्न सफल हुनुभएको छ। अङ्क 2-4। सरिसबल भलिबल कोर्टभन्दा बाहिर गएको छ, अङ्क जोड्न सफल भएको छ। होटल समिट 5-2। यतिखेर सर्भिसमा लप्सन सिन्जाली। निकै नै आकर्षक स्पाइक प्रकाश सुनारबाट अङ्क जोड्न सफल हुनुभएको छ गलकोटको लागि। 3-5 भएको छ। यतिखेर यताकल जित्यो भने दीपसन साई सर्भिसमा उताकल जित्यो भने राष्ट्र जान्छ, बुझ्यो? जस्तो उताकल जित्छ नि बिएसतिर नि यताकल जित्यो भने आएको छ हेल हेल प्रकाश सुनारको यो टेक्निकल स्पाइक अङ्क जोड्न सफल हुनुभएको छ आफ्नो टिमका लागि। 4-5 विश्लेषणमा रहेको छ अङ्क। 4-5 सर्भिसमा जर्सी नम्बर 9 दीपसन शाही। निकै नै शानदार स्पाइक राजन परिवारबाट होटल समिटका लागि अङ्क 6 बनाउन सफल आफ्नो टिमका लागि। 6-4 को स्थितिमा रहेको छ अङ्क। सर्भिस पनि राजन परिवारको।
भैटोबाट कुकुरानी त्यही जानुहोस् कि यस्तो उता छोड्छु सन्तोष म त सक्दिनँ भाइ त पठाउनै अङ्क गलकोट नगरपालिकाको पक्षमा गएको छ 6-7 को स्थितिमा छ अङ्क एक अङ्कको अन्तर जर्सी नम्बर 11 प्रकाश सुनार सर्भिसमा सन्जु ड्युटी हरिया दिएर हेर्नु परेको छ त्यो च्यानलमा नाममा नगरेर हेरिन्छ कतै थिएन कतै उता पनि जित्नुपर्छ नि भाइ सन्जु विक्रम शाहको स्पाइकसँगै अङ्क जोड्न सफल भएको छ समय टोटल 8-7 को स्थितिमा रहेको छ अङ्क सर्भिस बल भलिबल कोर्टभन्दा बाहिर गएको छ अङ्क जोड्न सफल भएको छ गलकोट नगरपालिका दुवै पक्षको अङ्क बराबर भएको छ अङ्क 8 बराबर कामले यो सुनिदेखिको शानदार स्पाइक अङ्क जोड्न सफल गलकोट नगरपालिका 9 बराबरको स्थितिमा अङ्क पुगेको छ बराबर भएको छ नम्बर रेशम विको सर्भिसमा गलकोटका लागि सन्जु विक्रम शाहको यो शानदार स्पाइक अङ्क होटल समिटको पक्षमा गएको छ 10-9 को स्थितिमा रहेको छ अङ्क सर्भिसमा सन्जु विक्रम शाह सन्जु विक्रम शाहको यो आउटसाइड हिट अङ्क सक्न सफल भएको छ अङ्क जोडिएको छ गल समिटलाई 11-9 भएको छ समिट होटलको 11 गलकोटको 9 सन्जु विक्रम शाह सर्भिसमा यो स्पाइक बल भलिबल कोर्टभन्दा बाहिरिएको छ अङ्क थप्न सफल भएको छ होटल समिट होटलको 12 अङ्क भएको छ 12-9 यतिखेर खेलाडी परिवर्तन गलकोटका लागि राजु विक दिप्सन साईको ठाउँमा यो शानदार स्पाइक अशोक सुनारबाट अङ्क जोड्न सफल गलकोट 10-12 को स्थितिमा रहेको छ अङ्क सूर्य विक सर्भिसमा जर्सी नम्बर 5 के उत्कृष्ट स्पाइक र उत्कृष्ट बलक पनि थियो तर भलिबल कोर्टभन्दा बाहिर गिर्न पुग्यो बल अङ्क थप्न सफल भएको छ गलकोट नगरपालिका 10 होटल समिट बागलुङ समिट होटलको अङ्क 13 पुगेको छ गलकोटको 10 सर्भिस लप्सन सैन्जाली अङ्क थपिएको छ होटल समिटको पक्षमा 14-10 स्थितिमा रहेको छ अङ्क 4 अङ्कको अग्रतामा होटल समित 10 लप्सन सिन्जाली सर्भिसमा यतिखेर टेक्निकल टाइम आउट लिएको छ गलकोट नगरपालिकाले नगरपालिका भर्सेस होटल समिट बागलुङको बिचमा यो प्रतिस्पर्धा जारी छ 3 सेट सम्पन्न भइसक्दा होटल समिटले 2 सेट र गलकोट नगरपालिकाले 1 सेट आफ्नो पक्षमा हात पार्न सफल भएको छ यो चौथो सेटको प्रतिस्पर्धामा 14-10 स्थिति स्पाइक भलिबल कोर्टभन्दा बाहिर
अङ्क थप्न सफल भएको छ होटल समित बागलुङ 15-10 लगातार अङ्क होटल समितको पक्षमा निकै नै उत्कृष्ट फिनिसिङ गर्दै अङ्क जोड्न सफल भएको छ होटल समित बागलुङ आफ्नो पक्षको अङ्कलाई 16 बनाउन सफल भयो 16-10 छ लगातार सर्भिसमा लप्सन सिन्जाली 2,01,000 च्याप्पा पाक्यो 11-16 सर्भिस जालीमा अङ्क थप्न सफल भएको छ होटल समिट होटलको अङ्क 17 पुगेको छ गलकुट नगरपालिकाको 11 यतिखेर यो फाइनल भलिबल खेल अवलोकनका लागि जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष योगेश भण्डारीज्यू यहाँ पाल्नु भएको जानकारी प्राप्त भएको छ म उहाँलाई आसन गर्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु उहाँलाई बस्ने व्यवस्थापनका लागि आयोजक मित्रलाई अनुरोध गर्न चाहन्छु यतिखेर फेरि सन्जु विक्रम शाहको शानदार स्ट्राइकसँगै अङ्क जोड्न सफल भएको छ होटल समित बागलुङले आफ्नो पक्षको 18 बनाउन सफल भएको छ 18-11 खेलाडी परिवर्तन होटल समितका लागि दिवस आलीको ठाउँमा विप्लव भण्डारी यसले प्रान्त नै होइन अघि हामी चाहिँ हामी त्यो 3 ल्याउँछ 3 नम्बर फेरि पनि अङ्क जोड्न सफल भएको छ होटल समित बागलुङ 19-11 स्थितिमा रहेको छ अङ्क 19-11 8 नम्बर होटल समित 19 टेक्निकल टाइम आउट लिएको छ गलकुट नगरपालिकाले यो चौथो सेटको प्रतिस्पर्धामा हामी रहेका छौँ गलकुट नगरपालिकालाई यस खेलमा कायमी रहनका लागि अहिले सञ्चालन भइरहेको सेट जित्नै पर्ने बाध्यता छ यदि यो सेट होटल समित बागलुङले जित्यो भने यो खेलको बिजता बन्नेछ गलकुट नगरपालिकाले जित्न सफल भएको खण्डमा हामी 5औं सेटको प्रतिस्पर्धामा पुग्नेछौँ यतिखेर जाली टसको इसारा होटल समितबाट अङ्क थप्न सफल भएको छ गलकुट नगरपालिकाको अङ्क 12 भएको छ होटल समितको 12-19 सर्भिसमा जर्सी नम्बर 3 बलराम गुरुङ फेरि उत्कृष्ट स्पाइक जर्सी नम्बर 8 20-12 सन्तोष विकबाट आफ्नो टिमको खातामा अङ्क थप्न सफल हुनुभएको छ 20-12 को स्थितिमा अङ्क सर्भिसमा सन्तोष विक होटल समितका लागि उत्कृष्ट स्पाइक अफसोस साहीबाट गलकुट नगरपालिकाका लागि अङ्क थपिएको छ अङ्क 13-20 को स्थितिमा रहेको छ सर्भिसमा जर्सी नम्बर 11 प्रकाश सुनार सन्जु विक्रम शाहको यो अर्को सुन्दर स्पाइक टिमका लागि अङ्क जोड्न सफल हुनुभएको छ 21-13 को स्थितिमा अङ्क लगातार अङ्क अगाडि बढाउने क्रममा रहेको छ होटल समित यतिखेर सर्भिसमा जर्सी नम्बर 3 इन्द्र विक दिवस आलेको स्पाइक ब्लकआउट हुन पुगेको छ अङ्क जोड्न सफल होटल समित बागलुङको पक्षको अङ्क 22 पुगेको छ गलकुट नगरपालिका 13
सर्भिसमा लगातार इन्द्र विक 22-13 भएको छ नम्बर होटल समिट 22 गलकोट नगरपालिका 13 इन्द्र विकको सर्भिस जारीमा अङ्क थप्न सफल भएको छ गलकोट नगरपालिका 14-22 सर्भिसमा विश्वास अधिकारी यतिखेर पुनः एक अङ्क थपिएको छ समेत बाग्लुङको खातामा अङ्क 23-14 स्थितिमा पुगेको छ सर्भिसका लागि जर्सी नम्बर 10 विवश आले निकै नै उत्कृष्ट स्पाइक अङ्क जोड्न सफल भएको छ गलकोट नगरपालिका नम्बर 23 स्थितिमा अङ्क रहेको छ सर्भिसमा जर्सी नम्बर 4 अफसोस शाही खेलाडी परिवर्तन गलकोटको लागि जर्सी नम्बर 3 को ठाउँमा जर्सी नम्बर 7 अशोक सुनार मैदान प्रवेश गर्नुभएको छ सर्भिसमा रेशम विक सञ्जु विक्रम शाहको यो उत्कृष्ट स्पाइकसँगै होटल समेत बाग्लुङले यो चौथो सेटको अन्तिम अङ्क प्राप्त गर्न सफल भएको छ 24-15 अङ्क सर्भिसमा सञ्जु विक्रम शाह सूर्य विकको उत्कृष्ट स्पाइक अङ्क जोड्न सफल हुनुभएको छ सूर्य विक सर्भिसमा पनि सूर्य विक नै 16-24 अङ्क 16-24 बल जाली गर्न सकेन फेरि पनि अङ्क गएको छ गलकोट नगरपालिकाको पक्षमा 17-24 गलकोट नगरपालिका 17 समेत होटल 24 सूर्य विकको उत्कृष्ट स्पाइक आउटसाइड हिट अङ्क जोड्न सफल हुनुभएको छ टिमका लागि गलकोट नगरपालिकाले अङ्क 18 बनाउन सफल भएको छ 18-24 18-24 नम्बर यतिखेर टेक्निकल टाइम आउट लिएको छ होटल समिट बाग्लुङले यो चौथो सेटको प्रतिस्पर्धा तीव्र गतिमा सञ्चालन भइरहेको छ अहिलेसम्म सम्पन्न भएको 3वटा सेटमध्ये होटल समिट बाग्लुङले 2 र गलकोट नगरपालिकाले 1 सेट जित्न सफल भएका छन् यो चौथो सेटमा गलकोट नगरपालिका 24 माफ गर्नुहोला होटल समिट 24 गलकोट नगरपालिका 18 अङ्कमा छ सर्भिस गलकोट नगरपालिकाको 18-24 यो प्रहार सन्तोषको खेरौँ चान्स रहेको छ निकै नै शानदार स्पाइक राजन परियारको यसरी 18 को विरुद्ध 25 अङ्क प्राप्त गर्दै यो चौथो सेट जित्दै होटल समिट बाग्लुङ यो 8औं बाग्लुङ महोत्सव 2082 को पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेता सफल भएको छ हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ होटल समिट बाग्लुङलाई उपविजेता गर्न सफल भएको गलकोट नगरपालिकालाई पनि आगामी दिनमा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ राष्ट्रिय भलिबल खेल गण्डकी प्रदेश खुला पालिका स्तरीय भलिबल प्रतियोगिता हामीले सम्पन्न गरिसकेका छौँ लगत्तै हामी यो पुरुष भलिबल प्रतियोगिताको पुरस्कार वितरणको समारोहलाई पनि जोड्ने तयारीमा रहेका यहाँलाई जानकारी गर्न चाहन्छौँ त्यसैले खेलाडी मित्रहरू टाढा नगइदिनुहोला अब भने स्टेज तर्फबाट हाम्रा नियमित कार्यक्रमहरू दोहोरी गीत प्रतियोगिताको फाइनल लगायत अन्य कार्यक्रमहरू सञ्चालन हुनेछन् आजका लागि भने भलिबल खेलका सम्पूर्ण कार्यक्रमहरू सकिएको यहाँलाई जानकारी रहँदै हामी यहाँबाट बिदा हुन्छौँ धन्यवाद जय भलिबल